सम्पूर्णमा नमस्कार। मेरो युट्युब च्यानलमा यहाँहरूलाई हार्दिक स्वागत छ। आज मैले लोकसेवा आयोगको परीक्षामा सोध्न सक्ने सामान्य ज्ञानका करिब 50 प्रश्नहरूको सेट ल्याएर यहाँहरूमाझ उपस्थित भइसकेको छु र आजको यस 50 वटा क्वेसन महत्त्वपूर्ण छन् भन्ने मलाई लाग्दछ। यदि हजुरलाई लोकसेवा आयोगको तयारी गरिरहनु भएको छ भने यो भिडियोलाई चाहिँ स्किप नगरी हेर्नुहोला। अब सुरु गरौँ आजको पहिलो प्रश्नबाट। पराडी शास्त्रका पिता भनेर कसलाई चिनिन्छ? पहिलो अप्सन रहेको छ एरिस्टोटल। एरिस्टोटलको अर्को नाम हो अरस्तु। त्यसै गरी अप्सन बीमा रहेको छ थियोक्रेटस। त्यसै गरी अप्सन सीमा रहेको छ ग्रेगर मण्डल र अप्सन डीमा रहेको छ माइकल फराडे। यसको सही उत्तर हो एरिस्टोटल। ग्रेगर मण्डल वंशाणुका पिता हुन् भने माइकल फराडे विद्युतका पिता हुन्। प्रश्न नम्बर 2, फ्रान्सको राज्य क्रान्तिको नारा के रहेको थियो? अप्सन एमा रहेको छ मृत्यु देऊ या स्वतन्त्रता। त्यसै गरी अप्सन बीमा रहेको छ जीवन, स्वतन्त्रता र सुखको खोजी। त्यसै गरी अप्सन सीमा रहेको छ स्वतन्त्रता, समानता र भातृत्व। अप्सन डीमा रहेको छ मेरो रगत फ्रान्सको राज्य क्रान्तिको कारण बनोस्। यसको उत्तर हो स्वतन्त्रता, समानता र भातृत्व। मृत्यु देऊ या स्वतन्त्रता, जीवन, स्वतन्त्रता र सुखको खोजी चाहिँ अमेरिकी स्वतन्त्रता सङ्ग्रामका नाराहरू हुन्। प्रश्न नम्बर 3, पहिलो मानव अधिकार घोषणा पत्र म्याग्ना कार्टालाई पूर्णता दिने राजा को हुन्? म्याग्ना कार्टामा हस्ताक्षर गर्ने राजा जोन द्वितीय हुन्। 12-15 जुन 15मा उनले हस्ताक्षर गरेका थिए। बेलायतदेखि 19 माइल पर रन्निमेट भन्ने ठाउँमा थेम्स नदीको किनारमा। अप्सन बीमा रहेको छ लुई 14। त्यसै गरी अप्सन सीमा रहेको छ हेनरी तृतीय र अप्सन डीमा रहेको छ लुई 16। यसको सही उत्तर हो हेनरी तृतीयले 1225मा यसलाई पूर्णता दिएका थिए। यसमा चाहिँ गलत भएको छ, लुई 16 भन्ने चाहिँ होइन, हेनरी तृतीय हो। प्रश्न नम्बर 4, मेकमोहन लाइनले कुन कुन देशको सीमा रेखालाई निर्धारण गर्दछ? मेकमोहन लाइनले कुन कुन निर्धारण गर्दछ? एमा रहेको छ भारत र पाकिस्तान। त्यसै गरी अप्सन बीमा रहेको छ भारत र चीन। त्यसै गरी अप्सन सीमा रहेको छ भारत र बङ्गलादेश र अप्सन डीमा रहेको छ भारत र नेपाल। यसको सही उत्तर हो भारत र चीन। मेकमोहन लाइनले चाहिँ भारत र चीनलाई चाहिँ चीनको सीमालाई चाहिँ निर्धारण गर्दछ। प्रश्न नम्बर 5, नेपालमा अभ्यास गरिएको विधायिका तलका मध्ये कुन हो? अथवा नेपालमा 2007 साल अथवा 4 सालको संविधान पछि चाहिँ अहिलेसम्म अभ्यास गरिएका संसद तलका मध्ये कुन हो? एमा रहेको छ सल्लाहकार सभा। त्यसै गरी अप्सन बीमा रहेको छ भारदरी सभा। अप्सन डीमा रहेको छ सीमा रहेको छ प्रतिनिधि सभा र डीमा रहेको छ राष्ट्रिय पञ्चायत। यसको उत्तर हो भारदरी सभा चाहिँ 2004 को संविधानमा व्यवस्था गरिएको थियो, राष्ट्रसभा र भारदरी सभा। तर यो संविधान कार्यान्वयन नभएपछि यो सभा चाहिँ यो व्यवस्थापिका चाहिँ अभ्यासमा आएन। प्रश्न नम्बर 6, तामिल, तेलुगु, मलयालम र कन्नड भाषासँग मिल्दोजुल्दो नेपालको भाषा कुन हो? विश्वमा 4 प्रकारका भाषा परिवार छन् र ती 4वटा भाषा परिवारका भाषा नेपालमा बोलिन्छन् र यहाँ चाहिँ एउटा भाषा चाहिँ कन्नड, तेलुगु, तामिल र मलयालम भाषासँग मिल्दछ। त्यो कुन हो? एमा रहेको छ सतार भाषा, बीमा रहेको छ कुलुङ भाषा, सीमा रहेको छ झाँगड र त्यसै गरी डीमा रहेको छ मैथिली भाषा। यहाँ यसको उत्तर हो जुन द्रविड भाषा परिवार अन्तर्गतको झाँगड भाषा चाहिँ तेलुगु, मलयालम, कन्नड र तामिल भाषासँग मिल्दछ। त्यसै गरी सतार भाषा चाहिँ आग्नेय भाषा परिवारमा पर्दछ। प्रचण्ड गोर्खा पर्वका नेतृत्वकर्ता को थिए? अर्को प्रश्न छ प्रचण्ड गोर्खा पर्वका नेतृत्वकर्ता को थिए? अप्सन एमा रहेको छ लक्ष्मीप्रसाद देवकोटा। त्यसै गरी अप्सन बीमा रहेको छ कृष्णलाल अधिकारी, सुब्बा कृष्णलाल अधिकारी। त्यसै गरी अप्सन सीमा रहेको छ लक्ष्मण राज र अप्सन डीमा रहेको छ
उमेश विक्रम राणा। यसको सही उत्तर हो उमेश विक्रम राणा। 1977 को पर्वका नेतृत्वकर्ता हुन् कृष्णलाल अधिकारी। त्यसै गरी लाइब्रेरी पर्वका नेतृत्वकर्ता थिए लक्ष्मीप्रसाद देवकोटा। प्रश्न नम्बर 8, विश्वको सबभन्दा ठुलो ताल कुन हो? अप्सन ए मा रहेको छ चिल्का ताल। त्यसै गरी अप्सन बी मा रहेको छ क्यास्पियन ताल। अप्सन सी मा रहेको छ बैकाल ताल र अप्सन डी मा रहेको छ रारा ताल। विश्वको सबभन्दा ठुलो ताल हो क्यास्पियन ताल। त्यसै गरी भारतको ठुलो ताल हो चिल्का र बैकाल ताललाई चाहिँ एसियाको निलो मुटु भनेर चिनिन्छ भने रारा ताल जुन 167 मिटर गहिरो छ, 11 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ, जुन नेपालको ठुलो ताल हो। त्यसै गरी प्रश्न नम्बर 9 मा रहेको छ कार्बोटे भनेर कुन जातिलाई बुझाउँदछ? कार्बोटे भनेर कुन जनजातिलाई बुझाउँछ? हाल 61 प्रकारका नेपालमा जनजाति छन्। जनजाति सूचीमा सूचीकृत गरिएको छ। एमा रहेको छ ह्याल्मो जुन सिन्धुपाल्चोकमा पर्दछ। त्यसै गरी बीमा रहेको छ डोल्पो जुन गिद्धलाई लास काटेर खुवाउँदछ। त्यसै गरी लोमी। त्यसै गरी डीमा रहेको छ छन्त्याल। सुपारी बिहे चाहिँ छन्त्यालमा अथवा तराईको धिमाल भनेर छन्त्याललाई चिनिन्छ र कार्बोटे भनेर लोमी जातिलाई चिनिन्छ। लोमी जातिको बसोबास चाहिँ सङ्खुवासभामा हो। प्रश्न नम्बर 10, धनकुटे राजा भनेर कसलाई चिनिन्छ? अप्सन ए मा रहेको छ वीर शमशेर, जसले चाहिँ शमशेर उपाधि प्राप्त गर्ने वीर शमशेर हुन्। त्यसै गरी बीमा रहेको छ देव शमशेर जुन छोटो समय नेपालको प्रधानमन्त्री हुने व्यक्ति हुन्, 114 दिन। त्यसै गरी सीमा रहेको छ चन्द्र शमशेर जसलाई फिस्टे महाराज पनि भनिन्छ र भीम शमशेर जुन चाहिँ बुढो उमेरमा श्री 3 महाराज भएका थिए, यिनलाई बुढा महाराज भनिन्छ। यसको उत्तर हो देव शमशेरलाई चाहिँ धनकुटे राजा भनिन्छ। उनी चाहिँ सत्ताच्युत भएपछि धनकुटा गएर बसेका थिए। प्रश्न नम्बर 11, तामाको मुद्रा रत्नमल्लले प्रचलनमा ल्याएका हुन् भने सुनको मुद्रा चाहिँ कसले प्रचलनमा ल्याएका हुन्? अप्सन ए मा रहेको छ शिवदेव तृतीय। त्यसै गरी अप्सन बी मा रहेको छ सिद्धिनरसिंह मल्ल जसले छालाको मुद्रा प्रचलनमा ल्याए। शिवदेव तृतीयले सुकी प्रचलनमा ल्याए र रणबहादुर शाह अप्सन 3 मा सी मा रहेको छ रणबहादुर शाह जसले चाहिँ सुनको असर्फी र अप्सन डी मा रहेको छ सदाशिव मल्ल। यसको उत्तर हो सुनको मुद्रा चाहिँ सदाशिव मल्लले प्रचलनमा ल्याएका हुन्। त्यसै गरी मानाङ्क मानदेवले, गुणाङ्क गुणकामदेवले, पर्ण र पूर्णा चाहिँ नरेन्द्रदेवले प्रचलनमा ल्याएका हुन्। प्रश्न नम्बर 12, युरोपको खेलमैदान भनेर कुन देशलाई चिनिन्छ? अप्सन ए मा रहेको छ बेल्जियम जसलाई चाहिँ युरोपको कारखाना भनेर चिनिन्छ। त्यसै गरी अप्सन बी मा रहेको छ इङ्ल्यान्ड, वेल्स, स्कटल्यान्ड र उत्तरी नर्दन आयरल्यान्ड गरेर चाहिँ 4वटा देश मिलेर ग्रेट ब्रिटेन बन्दछ। त्यसै गरी अर्को रहेको छ स्विजरल्यान्ड र इटाली। यसको सही उत्तर हो युरोपको खेल मैदान भनेर स्विजरल्यान्डलाई चिनिन्छ, बेल्जियमलाई चाहिँ युरोपको कारखाना भनेर चिनिन्छ। प्रश्न नम्बर 13, माउन्ट आरारात टर्कीमा पर्छ भने ब्ल्याक माउन्टेन कहाँ पर्दछ? विश्वमा बढी फोटो खिचिएको फुजी माउन्टेन जापानमा पर्छ। त्यसै गरी यहाँ ब्ल्याक माउन्टेन चाहिँ अप्सन ए मा रहेको छ बेलायत। त्यसै गरी अप्सन बी मा रहेको छ बुल्गेरिया। अप्सन सी मा रहेको छ स्विजरल्यान्ड र अप्सन डी मा रहेको छ रसिया। रसियामा चाहिँ एल्ब्रुज पर्दछ र यहाँ चाहिँ ब्ल्याक माउन्टेन चाहिँ बेलायतमा पर्दछ। प्रश्न नम्बर 14, नेपालको इतिहासमा बुलेट महाराज भनेर कसलाई चिनिन्छ? नेपालको इतिहासमा चाहिँ बुलेट महाराज भनेर कसलाई चिनिन्छ? अप्सन ए मा रहेको छ श्री 5 सुरेन्द्र जसलाई सन्की महाराज भनेर चिनिन्छ। अप्सन बी मा रहेको छ गेहेन्द्र शमशेर जसलाई चाहिँ नेपालका प्रथम वैज्ञानिक भनेर पनि चिनिन्छ। वीरगण धीरगण यिनले चाहिँ प्रचलनमा निर्माण गरेका थिए। त्यसै गरी अप्सन सी मा रहेको छ जुद्ध शमशेर जुन उद्योगका पिता
र अप्सन डीमा रहेको छ श्री 5 त्रैलोक्य, जो राजा हुन पाएनन्। यिनलाई चाहिँ बुलेट महाराज भनेर चिनिन्छ, श्री 5 त्रैलोक्यलाई। प्रश्न नम्बर 15, उराई भन्ज्याङ बझाङमा पर्छ भने टिङ्कर भन्ज्याङ कहाँ पर्दछ? टिङ्कर भन्ज्याङ कहाँ पर्दछ? अप्सन एमा रहेको छ मुस्ताङ, जुन कोराला नाका चाहिँ मुस्ताङमा पर्छ, प्रसिद्ध कोराला नाका लोमान्थाङ। त्यसै गरी बीमा रहेको छ लिपु लेक, लिम्पियादुरा। त्यसै गरी सीमा रहेको छ दोलखा, दिगर्चा नाका, लामा बगर, दोलखामा पर्छ। र डीमा रहेको छ ताप्लेजुङ, ओलाङचुङ्गोला। यसको सही उत्तर हो टिङ्कर भन्ज्याङ चाहिँ दार्चुलामा पर्दछ। प्रश्न नम्बर 16, वर्तमान भूगोलका पिता भनेर कसलाई चिनिन्छ? अप्सन एमा रहेको छ इरेस्टोस्थेनिस, जसलाई हामी भूगोलका पिता भनेर चिन्दछौँ। अप्सन बीमा रहेको छ कार्ल रिडर, मानव भूगोलका पिता कार्ल रिडर। र फेडेरिक राजेल अप्सन सीमा। र त्यसै गरी अप्सन डीमा रहेको छ सिसेरो। यसको सही उत्तर हो फेडेरिक राजेल चाहिँ वर्तमान भूगोलका पिता हुन्। प्रश्न नम्बर 17, नेपालले WTO को सदस्यता कहिले प्राप्त गरेको थियो? नेपालले सार्क, बिमस्टेक, त्यसै गरी युरोपियन युनियन लगायतका थुप्रै संयुक्त राष्ट्र सङ्घका विशिष्ट संस्थाहरूको सदस्यता प्राप्त गरेको छ। र यहाँ चाहिँ WTO को सदस्यता चाहिँ अप्सन एमा रहेको छ 1955 को डिसेम्बर 14, त्यसै गरी बीमा रहेको छ 2061 को वैशाख 11 गते, अप्सन सीमा रहेको छ 65 को जेठ 15 र डीमा रहेको छ 2023 साल। यसको सही उत्तर हो 2061 को वैशाख 11 गते। 1955 को डिसेम्बर 14 मा चाहिँ संयुक्त राष्ट्रसङ्घको स्थापना, संयुक्त राष्ट्रसङ्घको सदस्यता लिएको थियो। त्यसै गरी प्रश्न नम्बर 18, विश्वको पहिलो लिखित संविधान भनेको अमेरिकाको संविधान हो, जसलाई छोटो संविधान पनि भनिन्छ अथवा सानो संविधान पनि भनिन्छ। यो संविधानमा कति सदनात्मक व्यवस्थापिकाको व्यवस्था गरिएको छ? अप्सन एमा रहेको छ 2 सदन, त्यसै गरी अप्सन बीमा रहेको छ 3 सदन, र अप्सन सीमा रहेको छ 1 सदन, र अप्सन डीमा रहेको छ कुनै पनि सदन छैन। यसको सही उत्तर हो 2 सदनात्मक व्यवस्थापिका छ। तल्लोलाई चाहिँ प्रतिनिधि सभा भनिन्छ भने माथिल्लोलाई चाहिँ सिनेट भनिन्छ। सिनेट चाहिँ एकदमै बलियो छ। प्रश्न नम्बर 19, कफीमा क्याफिन, चियामा टेनिन हुन्छ भने हरियो पातमा चाहिँ के हुन्छ? अप्सन एमा रहेको छ निकोटिन, जुन सुर्तीमा पाइन्छ। त्यसै गरी अप्सन बीमा रहेको छ अक्सिजन, अप्सन सीमा रहेको छ क्लोरोफिल, त्यसै गरी अप्सन डीमा रहेको छ क्याप्साइसिन। यसको सही उत्तर हो क्लोरोफिलका कारण पातको रङ हरियो हुन्छ अथवा बोट बिरुवाको रङ हरियो हुने कारण हो क्लोरोफिल। क्याप्साइसिन चाहिँ खुर्सानीमा पाइन्छ। प्रश्न नम्बर 20, संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदमा कति सदस्य रहने व्यवस्था छ? संयुक्त राष्ट्रसङ्घको स्थापना 1945 को अक्टोबर 24 मा भएको थियो। यसका संस्थापक सदस्य राष्ट्र 51 वटा छन्। यसका 6 वटा अङ्ग छन्। अब सुरक्षा परिषदमा कति सदस्य छन् त? अप्सन एमा रहेको छ 5 सदस्य, त्यसै गरी अप्सन बीमा रहेको छ 10 सदस्य, र अप्सन सीमा रहेको छ 15 सदस्य, र अप्सन डीमा रहेको छ जुन 193 सदस्य राष्ट्र छन्, ती सबै सदस्य राष्ट्र चाहिँ सुरक्षा परिषदमा रहन्छन्। यसको सही उत्तर हो सुरक्षा परिषदमा 15 सदस्य रहन्छन्, 10 अस्थायी सदस्य, 5 स्थायी सदस्य। प्रश्न नम्बर 21, कार्बोहाइड्रेटका स्रोतहरूमा तलका मध्ये कुन पर्दैन? मानव शरीरलाई 6 वटा पोषक तत्त्व अथवा 6 वटा तत्त्वको आवश्यकता पर्छ, त्यसमध्ये कार्बोहाइड्रेट पनि एक हो। अप्सन एमा रहेको छ चामल, बीमा रहेको छ कोदो, त्यसै गरी अप्सन सीमा रहेको छ आलु, अप्सन डीमा रहेको छ चना। यसको सही उत्तर हो चना चाहिँ पर्दैन। आलु, कोदो, मकै, फापर, गहुँमा चाहिँ कार्बोहाइड्रेट पाइन्छ।
यहाँ चाहिँ दलहन बालीमा चाहिँ प्रोटिन पाइन्छ। प्रश्न नम्बर 22 सार्कका अङ्गहरू कतिवटा रहेका छन्? संयुक्त राष्ट्रसङ्घका 6वटा अङ्ग छन्, अघि नै भने मैले। त्यसै गरी युरोपेली युनियनका 4वटा छन् र सार्कका कतिवटा छन् त? अप्सन एमा रहेको छ 5वटा, अप्सन बीमा रहेको छ 6वटा, त्यसै गरी अप्सन सीमा रहेको छ 4वटा, अप्सन डीमा रहेको छ 3वटा, जुन आसियानका 3वटा मात्रै अङ्ग रहेका छन्। सार्कका चाहिँ 6वटा छन् र संयुक्त राष्ट्रसङ्घका पनि 6वटा अङ्गहरू रहेका छन्। प्रश्न नम्बर 24 सुगौली सन्धिमा इस्ट इन्डिया कम्पनीका तर्फबाट कसले हस्ताक्षर गरेका थिए? नेपाल र अङ्ग्रेज बीच 1872 मा युद्ध भएको थियो र त्यो युद्धमा चाहिँ नेपालले हार्यो र इस्ट इन्डिया कम्पनीसँग सम्झौता गर्नु पर्यो र यसमा चाहिँ 1816 मार्च 3 मा चाहिँ उक्त सन्धि भएको थियो र यो सन्धिमा चाहिँ नेपालको तर्फबाट गजराज मिश्रले हस्ताक्षर गरेका थिए भने अङ्ग्रेजको तर्फबाट चाहिँ जनरल बादशाहले चाहिँ हस्ताक्षर गरेका थिए। प्रश्न नम्बर 25 हाइड्रोजन ग्यासका आविष्कारक हेनरी क्याभेन्डिस हुन् भने अक्सिजनको अथवा अक्सिजन ग्यास कसले पत्ता लगाएका हुन्? अप्सन एमा रहेको छ रोइन्टजेन, एक्सरेका आविष्कारक हुन् रोइन्टजेन। अप्सन बीमा रहेको छ वाटरमेन, फाउन्टेन पेनका आविष्कार वाटरमेन, र अप्सन सीमा रहेको छ जे प्रिस्टले, र अप्सन डीमा रहेको छ भान हेल्मन्ट, जसले चाहिँ कार्बन डाइअक्साइड ग्यास पत्ता लगाएका थिए। अक्सिजन चाहिँ जे प्रिस्टले पत्ता लगाएका हुन्। प्रश्न नम्बर 26 ओजन तहको खोजी गर्ने व्यक्ति चाहिँ जेसी फार्मेन हुन् भने ओजन तह पातलिँदै गएको तथ्य पत्ता लगाउने व्यक्ति को थिए? अप्सन एमा रहेको छ डोप्सन, ओजन तह नाप्ने युनिट हो डोप्सन युनिट। त्यसै गरी अप्सन बीमा रहेको छ आर्थिनस, अप्सन सीमा रहेको छ सेरोट रुल्यान्ड, र अप्सन डीमा रहेको छ रबर्ट राङ स्मिथ। अम्ल वर्षा चाहिँ रबर्ट राङ स्मिथले पत्ता लगाएका हुन् भने ओजन तह पातलिँदै गएको चाहिँ सेरोट रुल्यान्डले पत्ता लगाएका हुन्। प्रश्न नम्बर 27 प्रसिद्ध चिपको आन्दोलन कसको नेतृत्वमा भएको थियो? चिपको आन्दोलन भनेको चाहिँ भारतमा जुन चाहिँ वातावरण संरक्षणका लागि काट्न लागेका रुखमा चाहिँ टाँसिएर जोगाउने अभियान हो। यसको नेतृत्व चाहिँ कसले गरेका थिए त? अप्सन एमा रहेको छ बाङमारी माथाई, अप्सन बीमा रहेको छ सुन्दरलाल बहुगुडा, त्यसै गरी अप्सन सीमा रहेको छ गेटा थम्बर्ग, र अप्सन डीमा रहेको छ माथिका सबै। यसको सही उत्तर हो 1973 मा सुन्दरलाल बहुगुडाले यसको नेतृत्व गरेका थिए। त्यसै गरी हरित अभियानकी नेतृत्वकर्ता हुन् बाङमारी माथाई। प्रश्न नम्बर 28 मा रहेको छ टिम्बुर बोटे काण्ड सोलुखुम्बुमा भएको थियो भने पिस्कर हत्याकाण्ड कहाँ भएको थियो? अप्सन एमा रहेको छ सुखानी झापा, सुखानी हत्याकाण्ड चाहिँ झापामा भएको थियो। त्यसै गरी अप्सन बीमा रहेको छ सिन्धुपाल्चोक, र अप्सन सीमा रहेको छ खारा रुकुम, अप्सन डीमा रहेको छ मङ्गल सेन अछाम। यसको सही उत्तर हो सिन्धुपाल्चोकको पिस्करमा चाहिँ पिस्कर हत्याकाण्ड भएको थियो 2040 सालमा। त्यसै गरी प्रश्न नम्बर 29 मा रहेको छ 2007 सालको परिवर्तनपछि मन्त्रीमण्डलको नेतृत्व कसले गरेका थिए? 1903 देखि 2007 सम्म 104 वर्ष राणा शासन रहेको थियो। राणा शासनको प्रादुर्भाव जङ्गबहादुरले गरेका हुन् र पहिलो प्रधानमन्त्री जङ्गबहादुर हुन् भने अन्तिम चाहिँ मोहन शमशेर हुन्। अब राणा शासन अन्त्य भइसकेपछि यसको नेतृत्व कसले गरेका थिए त? अप्सन एमा रहेको छ बिपी कोइराला, बीमा बबर शमशेर, सीमा मोहन शमशेर, र डीमा रहेको छ सुवर्ण शमशेर। यसको नेतृत्व चाहिँ मोहन शमशेरले गरेका हुन्। प्रधानमन्त्री मोहन शमशेर, सुवर्ण अर्थमन्त्री, बबर शमशेर चाहिँ रक्षा मन्त्री, र बिपी कोइराला गृहमन्त्री भएका थिए। प्रश्न नम्बर 30
ग्यालेक्टिक सेन्टर केसँग सम्बन्धित छ? ग्यालेक्टिक सेन्टर चाहिँ केसँग सम्बन्धित छ त? अप्सन एमा रहेको छ सूर्यसँग, त्यसै गरी अप्सन बीमा रहेको छ चन्द्रमा र अप्सन सीमा रहेको छ पृथ्वी र अप्सन डीमा रहेको छ तारा। सूर्यले आफ्नो केन्द्रमा चाहिँ सौर्यमण्डल अथवा चाहिँ ब्रह्माण्डको केन्द्र बनाई घुम्ने चाहिँ ग्यालेक्टिक सेन्टर हो, सूर्यसँग सम्बन्धित छ। त्यसै गरी प्रश्न नम्बर 31मा रहेको छ सबभन्दा बढी नगरपालिका भएको जिल्ला रौतहट हो भने स्थानीय तह बढी भएको जिल्ला कुन हो? एमा रहेको छ धादिङ, त्यसै गरी अप्सन बीमा रहेको छ पूर्वी रुकुम। पूर्वी रुकुम चाहिँ 4वटा मात्रै स्थानीय तह भएको जिल्ला हो भने धादिङ चाहिँ 11वटा गाउँपालिका अथवा सबभन्दा बढी गाउँपालिका भएको जिल्ला हो। त्यसै गरी सर्लाही चाहिँ सबभन्दा बढी स्थानीय तह भएको जिल्ला हो, जसमा 20वटा स्थानीय तह छन् भने काठमाडौँ चाहिँ सबभन्दा बढी जनसङ्ख्या भएको जिल्ला हो। प्रश्न नम्बर 32, आधा भाग मरुभूमिले ढाकेको महादेश भनेर अस्ट्रेलिया महादेशलाई भनिन्छ भने पृथ्वीको अन्तिम बिन्दु भनेर कुन महादेशलाई भनिन्छ? अप्सन एमा रहेको छ अन्टार्कटिका। अन्टार्कटिका विश्वको 5औं ठुलो महादेश हो, जुन मानवरहित महादेश भनेर पनि चिनिन्छ। त्यसै गरी अस्ट्रेलिया, जसलाई विचित्रताको महादेश भनिन्छ, कङ्गारुको महादेश भनिन्छ। र अप्सन सीमा रहेको छ दक्षिण अमेरिका। अप्सन डीमा रहेको छ युरोप, सबभन्दा बढी भूपरिवेष्टित राष्ट्र भएको महादेश हो। यसको सही उत्तर हो अस्ट्रेलिया। अस्ट्रेलियालाई चाहिँ पृथ्वीको अन्तिम बिन्दु भनेर चिनिन्छ। प्रश्न नम्बर 33, साइनाई पहाड कुन धर्मसँग सम्बन्धित छ? अप्सन एमा रहेको छ इस्लाम, अप्सन बीमा रहेको छ बौद्ध धर्म, अप्सन सीमा रहेको छ किरात धर्म, अप्सन डीमा रहेको छ इसाई धर्म। साइनाई पहाड चाहिँ इजिप्टमा पर्छ, यो इसाई धर्मसँग सम्बन्धित छ। त्यसै गरी प्रश्न नम्बर 34, रातो मचिन्द्रनाथको रथ कसले चलाएका थिए? नेपालमा रातो र सेतो मचिन्द्रनाथको रथ यात्रा परम्परादेखि प्रचलनमा आएको छ। अप्सन एमा रहेको छ प्रताप मल्ल। रातो मचिन्द्रनाथको चाहिँ रथ यात्रा कसले चलाएका थिए? अप्सन ए प्रताप मल्ल, अप्सन बीमा गुडकामदेव, जुन लाखे जात्रा कुमारी रथयात्रा चाहिँ गुडकामदेवले चलाएका हुन्। नरेन्द्रदेव, जसले पर्ण र पुणार मुद्रा चाहिँ प्रचलनमा ल्याए। त्यसै गरी अप्सन डीमा रहेको छ जयप्रकाश मल्ल, जसले घोडे जात्राको प्रचलन चलाए। रातो मचिन्द्रनाथ चाहिँ नरेन्द्रदेव, सेतो मचिन्द्रनाथ चाहिँ प्रताप मल्ल। प्रश्न नम्बर 35, नेपालको संविधान 2072मा 31वटा मौलिक हकको व्यवस्था गरिएको छ भने नेपाल सरकार वैधानिक कानुन 2004 जुन पहिलो संविधान थियो त्यसमा कतिवटा मौलिक हकको व्यवस्था गरिएको थियो? अप्सन एमा रहेको छ 3वटा, अप्सन बीमा रहेको छ 4वटा, अप्सन सीमा रहेको छ 5वटा, अप्सन डीमा रहेको छ 6वटा। यसको सही उत्तर हो 4वटा मौलिक हकको व्यवस्था गरिएको थियो। प्रश्न नम्बर 36 तर्फ लागौं। 2078 को जनगणना अनुसार नेपाली भाषा 44.86% बोल्दछन् भने मैथिली भाषा कति प्रतिशतले बोल्दछन्? सबभन्दा बढी बोल्ने चाहिँ नेपाली भाषा हो 44.86%। त्यसै गरी दोस्रो नम्बरमा पर्छ मैथिली। यसको अप्सन एमा रहेको छ 11.05%, अप्सन बीमा रहेको छ 6.24, त्यसै गरी अप्सन सीमा रहेको छ 5.88, अप्सन डीमा रहेको छ 4.88। यसको सही उत्तर हो 11.05%। मैथिली भाषा बोल्दछन् भने भोजपुरी 6.24, थारू 5.88, तामाङ चाहिँ 4.88 र बज्जिका भाषा चाहिँ 3.89%ले बोल्दछन्। प्रश्न नम्बर 37, विविधतामा एकता कुन अन्तर्राष्ट्रिय संगठनको
नारा हो अथवा मूल मर्म हो भनेर पनि बुझ्दा हुन्छ। अप्सन एमा रहेको छ आसियान, त्यसै गरी अप्सन बीमा रहेको छ युरोपेली युनियन, अप्सन सीमा रहेको छ सार्क, अप्सन डीमा रहेको छ संयुक्त राष्ट्रसङ्घ। विविधतामा एकता कुन अन्तर्राष्ट्रिय सङ्गठनको नारा हो? यसको सही उत्तर हो युरोपेली युनियन। युको विशेषता भनेको विविधतामा एकता। प्रश्न नम्बर 38, आइएसओ 22000 खाद्य सुरक्षासँग सम्बन्धित छ भने आइएसओ 50000 केसँग सम्बन्धित छ? अप्सन एमा रहेको छ फोहोर मैला व्यवस्थापन, अप्सन बीमा रहेको छ वातावरण व्यवस्थापन, अप्सन सीमा रहेको छ सामाजिक सुरक्षा व्यवस्थापन, अप्सन डीमा रहेको छ सवारी व्यवस्थापन। यसको सही उत्तर हो सामाजिक सुरक्षा व्यवस्थापन 50000। आइएसओ 50000 चाहिँ सामाजिक सुरक्षा व्यवस्थापन, 5000 ऊर्जा व्यवस्थापन। 5000 चाहिँ ऊर्जा। प्रश्न नम्बर 39, नेवार समुदायमा बेलसँग विवाह गर्ने प्रचलनलाई के भनिन्छ? नेवार समुदायमा चाहिँ बेलसँग विवाह गर्ने प्रचलनलाई के भनिन्छ? अप्सन एमा रहेको छ बेल विवाह, अप्सन बीमा रहेको छ चर्या विवाह, अप्सन सीमा रहेको छ यही, डीमा रहेको छ कुमारी विवाह। यसको सही उत्तर हो यही भनेर भनिन्छ। बेलसँग विवाह गर्ने प्रचलनलाई भन्छ यही। प्रश्न नम्बर 40, गुगल शब्द केसँग सम्बन्धित छ? हामी हरेक कुरा चाहिँ केही कुरा थाहा पाउनका लागि अथवा चाहिँ त्यसको स्रोतका रूपमा चाहिँ हामी गुगललाई लिने गर्दछौँ। अप्सन एमा रहेको छ कम्प्युटर, अप्सन बीमा रहेको छ सञ्चार साधन, अप्सन सीमा रहेको छ नेटवर्क, त्यसै गरी अप्सन डीमा रहेको छ इन्टरनेट। गुगल शब्द चाहिँ इन्टरनेटसँग सम्बन्धित छ। प्रश्न नम्बर 41, नेपालमा सर्वप्रथम एटिएम प्रयोग गर्ने ब्याङ्क कुन हो? नेपालमा सर्वप्रथम एटिएम प्रचलनमा ल्याउने ब्याङ्क कुन हो? अप्सन एमा रहेको छ हिमालयन ब्याङ्क, अप्सन बीमा रहेको छ एभरेस्ट ब्याङ्क, त्यसै गरी अप्सन सीमा रहेको छ राष्ट्र ब्याङ्क, नेपाल राष्ट्र ब्याङ्क, त्यसै गरी अप्सन डीमा रहेको छ नेपाल ब्याङ्क। यसको सही उत्तर हो एभरेस्ट ब्याङ्कले चाहिँ एटिएम प्रयोगमा ल्याएको थियो भने क्रेडिट कार्ड प्रथम पटक प्रयोगमा ल्याउने चाहिँ हिमालयन ब्याङ्क हो। प्रश्न नम्बर 42, छेलो हान्ने खेल दुरा जातिमा प्रचलित छ भने तारो हान्ने खेल कुन जातिमा प्रचलित छ? छेलो हान्ने र तारो हान्ने। अप्सन एमा रहेको छ छन्त्याल, अप्सन बीमा रहेको छ बाह्रगाउँले, त्यसै गरी अप्सन सीमा रहेको छ मनाङ्गे, अप्सन डीमा रहेको छ दराई जाति। यसको सही उत्तर हो मनाङ्गे जातिमा चाहिँ प्रचलनमा रहेको छ। दुरा जाति चाहिँ लमजुङमा बस्छ, दराई जाति चाहिँ तनहुँमा बस्दछ। यी सबै जनजातिहरू हुन्। प्रश्न नम्बर 43, नेपालेश्वर कसको उपनाम हो? नेपालेश्वर चाहिँ कसको उपनाम हो? अप्सन एमा रहेको छ एचए मल्ल, त्यसै गरी अप्सन बीमा रहेको छ श्रीनिवास मल्ल, अप्सन सीमा रहेको छ सिद्धिनरसिंह मल्ल, अप्सन डीमा रहेको छ रण मल्ल। यहाँ यसको उत्तर हो श्रीनिवास मल्ल, सिद्धिनरसिंह मल्ल र रण मल्ल चाहिँ यी तीनैजना चाहिँ ललितपुरका राजा हुन्। प्रश्न नम्बर 44, नेपालमा टिस्यु कल्चर सर्वप्रथम कुन बालीमा गरिएको थियो? अप्सन एमा रहेको छ प्याज,
त्यसैगरी अप्सन बीमा रहेको छ टमाटर, अप्सन सीमा रहेको छ आलु, अप्सन डीमा रहेको छ लौका। यसको सही उत्तर हो आलुमा चाहिँ सर्वप्रथम टिस्यु कल्चर गरी उत्पादन गरिएको थियो आलु। हस्त आजको अन्तिम प्रश्न रहेको छ प्रश्न नम्बर 45। तीव्र जनसङ्ख्या वृद्धि भन्नाले कति प्रतिशत भन्दा माथिको जनसङ्ख्या वृद्धिलाई बुझाउँदछ? अप्सन एमा रहेको छ 1% भन्दा माथि, अप्सन बीमा रहेको छ 2% भन्दा माथि, अप्सन सीमा रहेको छ 3% भन्दा माथि र अप्सन डीमा रहेको छ 4% भन्दा माथि। यसको सही उत्तर हो 2% भन्दा माथि। त्यसैगरी अर्को प्रश्न पनि लिउँ। अर्को प्रश्नमा रहेको छ सामान्य कुराकानी गर्दा ध्वनिको मात्रा कति डेसिबल हुन्छ? सामान्य कुराकानी गर्दा चाहिँ ध्वनिको मात्रा चाहिँ कति डेसिबलसम्म हुन्छ? अप्सन एमा रहेको छ 10 डेसिबल, पात हल्लिँदाखेरि चाहिँ 10 डेसिबल हो यो। अप्सन बीमा रहेको छ 15 डेसिबल, अप्सन सीमा रहेको छ 30 डेसिबल र अप्सन डीमा रहेको छ 40 डेसिबल। यसको सही उत्तर हो 30 डेसिबल। त्यसैगरी अर्को प्रश्न छ प्रश्न नम्बर 47। विश्व जैविक विविधता दिवस कहिले मनाइन्छ? विश्व जैविक विविधता दिवस कहिले मनाइन्छ? विभिन्न दिवसहरू पनि हजुरहरूले पढ्नुपर्ने हुन्छ। अप्सन एमा रहेको छ अप्रिल 22, त्यसैगरी अप्सन बीमा रहेको छ मार्च 22, अप्सन सीमा रहेको छ मे 22, अप्सन डीमा रहेको छ मार्च 8। यहाँ चाहिँ विश्व जैव विविधता दिवस मे 22 मा मनाइन्छ, त्यसैगरी मार्च 22 मा पानी दिवस मनाइन्छ र अप्रिल 22 मा चाहिँ पृथ्वी दिवस मनाइन्छ, त्यसैगरी मार्च 8 मा चाहिँ महिला दिवस मनाइन्छ। आजको अन्तिम प्रश्न भनौँ अब चाहिँ 48। नेपालको सबभन्दा लामो हिमनदी कुन हो? अप्सन एमा रहेको छ लाङटाङ, त्यसैगरी अप्सन बीमा रहेको छ खुम्बु। यो दुईटा अप्सन मध्ये हजुरहरूलाई कुन अप्सन अथवा चाहिँ ठिक हो भन्ने लाग्छ कमेन्टमा लेख्नुहोला। यसको उत्तर पनि म कमेन्टमा दिनेछु। साथै सब्स्क्राइब गर्न भने नभुल्नुहोला। हस्त नमस्कार।